नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ सर्च अफ ट्रुथ। असममा आएको भीषण बाढीका कारण हजारौं नागरिक अझै प्रभावित छन्। पछिल्लो सरकारी विवरण अनुसार 5 जिल्लाका करिब 51,800 मानिस बाढीबाट प्रभावित छन्। 14वटा राहत शिविरमा विस्थापित नागरिकहरूले आश्रय लिइरहेका छन्। यस्तो कठिन परिस्थितिमा बाढी पीडितहरूको सहयोगका लागि सन्त रामपालजी महाराजको तर्फबाट राहत तथा भोजन सेवा सञ्चालन गरिएको जनाइएको छ। यस सेवा अन्तर्गत प्रभावित नागरिकहरूलाई 15 दिनसम्म निशुल्क भोजन, खाद्य सामग्री तथा शुद्ध पेयजल उपलब्ध गराइएको छ। बाढीका कारण धेरै परिवारको घर, खेतीपाती तथा दैनिक जीवन प्रभावित भएको अवस्थामा खाद्यान्न र स्वच्छ खानेपानी जस्ता आधारभूत आवश्यकतामा गरिएको सहयोगले पीडित परिवारलाई राहत पुगेको बताइएको छ। असममा अहिले बाढीको पानी घट्दै गए पनि पुनर्स्थापना र जनजीवन सामान्य बनाउन अझै चुनौती कायमै छ। पछिल्लो विवरण अनुसार बाढीबाट 26,681 घर प्रभावित भएका छन् र ठूलो आर्थिक क्षति भएको राज्य सरकारले जनाएको छ। विपदको समयमा पीडितको साथमा उभिँदै सञ्चालन गरिएको यस्तो राहत सेवाले मानवता र सेवाभावको सन्देश दिएको छ। यस्तै सत्य तथ्य र मानवतासँग जोडिएका समाचारका लागि हेर्दै रहनुहोस् सर्च अफ ट्रुथ।